I am trying to raise the question on like नेपालको चाहिँ यो मेडिकल सिस्टममा क्वेसन रेज गर्नु खोजेको छ होइन तर तपाईँ युएसमा यु डिड अल ट्रिटमेन्ट इन युएस राइट सो यदि तपाईँ त्यही टाइममा नेपालमा भइदियो लाइक वुड एट त्यो पोसिबल हुन्छ जस्तो लाग्छ लाइक वुड विथ सेम रिजल्ट Um, again, I think result भन्दा पनि त्यो जर्नी चाहिँ गाह्रो हुन्छ. I think like I could have just I don't know अब अहिले भन्दाखेरि I could have win the fight भन्ने होला त त्यो मैले कसरी जितेँ भन्ने चाहिँ आई थिङ्क त्यो चाहिँ एकदम गाह्रो हुन्थ्यो कि जोर्नी चाहिँ करेक्ट त्यो जर्नी चाहिँ खर्क थियो किनभने यहाँ चाहिँ इट्स नट जस्ट द ट्रिटमेन्ट कि थ्रु आउट द ट्रिटमेन्ट त्यो थ्रु आउट द प्रोसेसेस यहाँको तपाईँले मेडिकल टिमको सपोर्ट चाहिँ इट्स अमेजिङ होइन अब अभियसली हामीले यहाँको र त्यहाँको नेपालको त कम्पेयर गर्न सक्दैनौँ दिने किमोमा दिने सायद ड्रग्सहरू आई थिङ्क सेम होइन नेपालमा दिने र यहाँ दिने भएको दिने ड्रग्स एउटै होला तर अब त्यो बिचमा चाहिँ मलाई चाहिँ कस्तो हुन्थ्यो एभ्री 2 विकसम्म म किमो लिन जाँदाखेरि त्यो डिपार्टमेन्टमा चाहिँ when I go there it felt like a family के ओके या अनि सबैले अब दे एभ्री 2 विक्स भएपछि त त्यो हरेक डिपार्टमेन्ट चिन्छ त्यो अगाडि जाने बित्तिकै होइन अनि इट्स लाइक अ फ्यामिली उनीहरूले केयर गरिरहेछ अनि अब तपाईँ किमो दिइरहेको बेलामा मान्छे अब त्यहाँको डक्टरहरू नर्सहरू भेट्न आइरहेको छ तपाईँको आएर सघाउने बित्तिकै इभन त्यो किमो टाइममा नि मेरो सर्जरी पनि भएको थियो सर्जरी भएर जब म अब मलाई एकदमै एक्सट्रिम पेन हुँदाखेरि म अब मैले पेन किलर्सहरू लिँदा पनि जब हुँदै हुँदैन आई टु गो टु द हस्पिटल इमर्जेन्सी जान्थेँ इमर्जेन्सी म आउँछु भन्ने बित्तिकै उनीहरूले त्यही पुल द हिस्ट्री होइन म क्यान्सरको पेसेन्ट भन्ने बित्तिकै आई वुड गेट द प्रायोरिटी कि अनि बाद तुरुन्तै म बेडहरू दिन्थ्यो अनि उनीहरूले आइबी गरेर मलाई पेन किलर दिन्थ्यो and my doctor should already be notified. They don't know, so, and if they're there, they would come and visit you. Okay? So it's not just the medicine. To join in, it's easier.